टसिदेलेक नमस्कार। टिबेट टिभीको नेपाली प्रसारण हेरिरहनु भएका सबै श्रोताहरूलाई स्वागत छ। यस सप्ताहको तिब्बत, परमपावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुडो सङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहका प्रमुख समाचारहरू संक्षेपमा। परमपावन दलाई लामा ज्यूले साइन्स एन्ड फिलोसफी इन इन्डियन बुद्धिस्ट क्लासिक शीर्षक पुस्तकको विमोचन। परमपावन ज्यूद्वारा 15औं अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको लागि सन्देश। परमपावन ज्यूले जलवायु निष्क्रियताको चेतवनीसँगै विश्वभरका नेताहरूलाई त्यसको बारे केही गर्न अपिल। परमपावन ज्यूले जो बाइडेनलाई अमेरिकी राष्ट्रपति र कमला ह्यारिसलाई उपराष्ट्रपति चुनिएकोमा बधाई व्यक्त। परमपावन ज्यूले मुख्यमन्त्री नीतीश कुमारलाई बिहारको चुनाव सफलताको लागि बधाई। धर्मको स्वतन्त्रताबारे चीनको नीति, विश्वव्यापी प्रभाव शीर्षकमा भएको जिनेभा फोरम 2020 को निष्कर्ष। तिब्बत नीति र समर्थन बिलको लागि प्रशासन प्रमुखको पुनः अमेरिकी भ्रमण। स्विजरल्यान्डले चीनसँगको राजनीतिक वार्तामा तिब्बतमा मानव अधिकार सम्बन्धी चिन्ता व्यक्त। तिब्बती विज्ञान र बौद्ध विज्ञानमा अन्तर्राष्ट्रिय सम्मेलन। अब समाचार विस्तारमा। परमपावन दलाई लामा ज्यूले भारतीय बौद्ध क्लासिकमा विज्ञान र दर्शनशास्त्रबारे पुस्तकको द्वितीय खण्ड आज सुरु गर्नुभयो। विस्कन्सिन मेडिसिन विश्वविद्यालयको प्रतिष्ठित अध्यक्ष जन डन र माइन्ड एन्ड लाइफ इन्स्टिच्युटका बोर्ड अध्यक्ष थुप्तेन जिम्बा पनि यस भर्चुअल पुस्तक विमोचन कार्यक्रममा उपस्थित हुनुभएको थियो। Once we develop the clear sort of awareness or understanding of possibility, the causes of suffering is can remove. दक्षिण कोरियाको सियोलमा भएको 15औं अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि आफ्नो सन्देशमा परमपावन ज्यूले पाठ्य पुस्तक पालन नगरी बौद्ध स्वभाव र तर्कमा फरकिलो ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले केवल सिकाइको सबै कुरा अनुसरण नगरी बुद्ध र अन्य महान बौद्ध गुरुहरू र विद्वानहरूद्वारा निर्धारित गरेको तर्कहरू जाँच गरी अध्ययन गर्नुपर्छ भन्नुभयो। परमपावन ज्यूले च्यानल 4सँगको अन्तर्वार्तामा विश्वभरका नेताहरूले जलवायु परिवर्तनको विरुद्ध तुरन्त कदम चलेन भने विपत्तिजनक नतिजा हुने चेतावनी दिनुभयो। परमपावन ज्यूले यदि ग्लोबल वार्मिङबारे केही नगरे तिब्बत जस्ता धनी नदीको स्रोत भएका देशहरू निकट भविष्यमा अति घन्दित मरुभूमिमा परिवर्तन हुन सकिन्छ भन्नुभयो। This is serious matter. You see, global warming may reach such level that most of these rivers will dry. Tibet, usually you see, consider roof of the world, and a major river come from Tibet. Now, eventually, Tibet become like Afghanistan. परमपावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनले जो बाइडेन र कमला ह्यारिसलाई संयुक्त राज्य अमेरिकाको नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको रूपमा छनौट भएकोमा बधाई दिनुभयो। सो बधाई पत्रमा जो बाइडेनले तिब्बती जनतालाई आफ्नो समयमा समर्थन गरेकोमा आभार व्यक्त गर्नुभयो। केन्द्रीय प्रशासनका प्रमुख डाक्टर लोप्सा सिङ्गे र तिब्बती संसदका सभामुख श्रीमान पेमा जुङ्नेले जो बाइडेन र कमला ह्यारिसलाई संयुक्त राज्य अमेरिकाको नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको रूपमा छनौट भएकोमा बधाई दिनुभयो। तिब्बती नेताहरूले आफ्ना पत्रहरूमा जो बाइडेनको नेतृत्वमा तिब्बत नीतिमा नवीकरण र समर्थनको आशा व्यक्त गर्नुभयो। परमपावन दलाई लामा ज्यूले नीतीश कुमारलाई बिहार राज्य विधानसभा चुनावमा गठबन्धनको सफलताको लागि बधाई दिनुभयो। परमपावन ज्यूले प्राचीन भारतीय सोचले बढावा दिँदै ऐतिहासिक नालन्दा परम्परा स्पष्ट रूपमा व्यक्त गर्दै मुख्यमन्त्री नीतीश कुमारको समर्थन र प्रोत्साहनको सराहना गर्नुभयो। जिनेभा फोरम 2020 आज समाप्त भयो। 5 दिनको अवधिमा फोरमले प्यानलमा मानव अधिकार विज्ञ, चिकित्सक, शिक्षाविद, कार्यकर्ता, कूटनीतिज्ञ, अधिवक्ता, संसद र नेताहरू मिलेर तेस्रो जेनेभा फोरम 2020 धर्मको स्वतन्त्रता विश्वव्यापी प्रभाव विषयवस्तुमा छलफल गर्न उपस्थित भएको थियो। The Communist Party of China, which is an atheist, which do not believe in religion at all they have done is destroyed our religion. They have been the judge as far as reincarnation is concerned.
केन्द्रीय प्रशासनका प्रमुख डाक्टर लोब्सा सिङ्गेले फोरमको उद्घाटन गर्दै चेक भाषामा तिब्बत कहिले पनि चीनको भाग होइन तर मध्यम मार्ग दृष्टिकोण एउटा व्यावहारिक समाधान भन्ने पुस्तकको विमोचन गर्नुभयो। केन्द्रीय तिब्बती प्रशासनका सूचना र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र तिब्बती दूतावास कार्यालय जेनेवाले गणतन्त्र चीनको क्षेत्रहरूमा बढ्दो मानव अधिकार उल्लङ्घनलाई उजागर गर्ने उद्देश्यका साथ 2018मा जेनेवा फोरमको आयोजना गरेको थिए। विश्वव्यापी महामारीको कारण यस वर्ष तेस्रो जेनेवा फोरम भर्चुअली आयोजित गरिएको थियो। यस वर्षको फोरमले चिनिया शासनको अधीनमा रहेका क्षेत्रहरूमा भइरहेका धार्मिक उत्पीडनलाई बुझ्ने र विश्लेषण गर्ने उद्देश्यले धार्मिक स्वतन्त्रतामा चिनिया कम्युनिस्ट पार्टीको दमनकारी नीतिहरूको विश्वव्यापी प्रभावलाई उजागर गरिएको छ। फोरमको समयमा तिब्बती दूतावास कार्यालय जेनेवाले जेनेवा फोरम वेबसाइट सुरु गर्नुभयो जसले जेनेवा फोरमको बारेमा सबै जानकारी दिएको छ। प्रशासनका प्रमुख डाक्टर लोब्सा सिङ्गेले अमेरिकी सिनेटमा तिब्बत नीति र समर्थन बिल पारित गर्नको लागि 1 महिनाको अवधिमा अमेरिकाको दोस्रो भ्रमण गर्नुभयो। यस हप्ता मङ्गलबार आयोजित प्रेस वार्तामा डाक्टर सिङ्गेले उनको आगामी भ्रमणले तिब्बतको मुद्दामा नयाँ चासो र समर्थन बढाउने आशा गरिएको छ भन्नुभयो। उनले अमेरिकामा बस्ने तिब्बती तथा सङ्घहरूलाई आफ्नो क्षेत्रका अधिकारीहरूलाई बोलाइ तिब्बत नीति समर्थन ऐनलाई कानुनमा ल्याउन सक्दो प्रयास गर्नुपर्छ भन्नुभयो। यो बिल जनवरी 2021मा सिनेटको अधिवेशन हुनु अघि नै हस्ताक्षर हुनुपर्छ, त्यसैले हामीले यसलाई कानुनमा बदल्न सक्दो प्रयास गर्नुपर्नेछ र भएको समयमा नगरे अहिलेसम्म प्राप्त गरिएको प्रगति गुमाउनु हुनेछ भन्नुभयो। डाक्टर सिङ्गेले आश्वासन दिनुभयो कि उनी संसदहरूसँग भेटघाट गर्नेछन् र तिब्बत नीति बिललाई दृढपूर्वक अगाडि बढाउन वकालत गर्नेछन्, जुन उनले आगामी अमेरिका भ्रमणको लागि उनको मुख्य एजेन्डा भएको बताउनुभयो। यस हप्ता सोमबार चीनका विदेश मामिलाका उपमन्त्री चिङगाङसँग भिडियो सम्मेलन मार्फत एक राजनीतिक वार्ताको क्रममा स्विजरल्यान्डको राज्य सचिव कृष्ण माथीले चीनमा मानव अधिकारप्रति सम्मानको कमी, विशेष गरी चिनिया अधिकारीहरूद्वारा तिब्बतीहरूमाथि व्यवहारको बारेमा चिन्ता व्यक्त गर्नुभयो। बीजिङमा आधारित स्विजरल्यान्डका राजदूत बेर्नार्डिनो रेकाजोनीले तिब्बतको 7 देखि 11 सेप्टेम्बर 2020 यात्राको पृष्ठभूमिमा आएको छ, जुन 2017 पछिको पहिलो आधिकारिक भ्रमण थियो। भ्रमणको बयानमा स्विस सङ्घीय विदेश विभागले उल्लेख गर्नुभयो कि स्विस राजदूतले अन्य 10 कूटनीतिक नियोगहरूसहित ल्हासा र सिगासे भ्रमण गरेका थिए र स्थानीय सरकारसँग मानव अधिकारको स्थिति जस्ता महत्त्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्ने अवसर लिएका थिए। तिब्बतमा मानव अधिकारको अवस्थाबारे चिन्ता व्यक्त गर्दै विदेश मामिला विभागले तिब्बतप्रति संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको तिब्बतमा स्वतन्त्रता पहुँच र तिब्बती मानव अधिकार रक्षाहरूको संरक्षण र स्वतन्त्रता मुख्य माग रहेको बताएको छ। रसियाका मानव प्रतिनिधि टेलो टुल्कु रिम्पोछेले 9 देखि 11 नोभेम्बरसम्म अनलाइन आयोजना गरिएको तिब्बती विज्ञान र बौद्ध विज्ञानको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुभएको थियो। सम्मेलनका सहभागीहरूले छिमेकी देशहरूसँग तिब्बतको सम्बन्धबारे छलफल गर्नुभयो। कल्मिकिया, बुराटिया, तुवा, रसिया, मङ्गोलिया र अन्य देशहरूको अन्य क्षेत्रहरूमा बौद्ध अध्ययनको राज्य, बौद्ध धर्मको संरक्षण, विज्ञान, धर्मनिरपेक्ष नैतिकता, बौद्ध धर्म, तिब्बती संस्कृति संरक्षणमा तिब्बती समुदायको भूमिका र 14औं दलाई लामाको गतिविधिहरूबारे छलफल गर्नुभयो। सम्मेलनमा रसियाका सम्मानित वैज्ञानिक, सेन्ट पिटर्सबर्ग राज्य युनिभर्सिटीका संज्ञात्मक अध्ययन संस्थाका निर्देशक, रुसी शिक्षा एकाडेमी टाटियाना चेर्निगोव्स्काया, आरएएस शिक्षाविद, न्यूरोबायोलोजिस्ट कन्स्टेन्टिन अनोखिन, मस्को राज्य युनिभर्सिटीका जैविक संकायका प्राध्यापक अलेक्जेन्डर काप्लान, मनोविज्ञान र न्यूरोसाइन्स विभागका प्रमुख, बायोमेडिकल समस्या आरएएसको प्राध्यापक प्रोफेसर युरी बुबिफ, एनपी ब्याक्टेरिया इन्स्टिच्युटबाट युलिया बोत्सोवा र अन्य रुसी वैज्ञानिकहरूका साथै थुप्रै बौद्ध विज्ञान भिक्षुहरू उपस्थित हुनुभएको थियो। 2 दिवसीय सम्मेलन रुसी एकाडेमी अफ साइन्सको
ओरिएन्टल अध्ययन संस्थान र सेभ टिबेट फाउन्डेसनद्वारा आयोजित गरेको थियो। यसका साथै आजको लागि साप्ताहिक समाचार यति नै। टिबेट टिभी हेरिरहनु भएका सबै श्रोताहरूलाई दीपावलीको हार्दिक मङ्गलमय शुभकामना।